हामीले चाहिँ एक्टिभिटी बेस्ड लर्निङलाई चाहिँ यसरी प्रेजेन्ट गरेका छौँ। यो चारवटा टपिकलाई चाहिँ सबै चाहिँ एकअर्कामा सरले भनेको जस्तै इन्टरकनेक्टेड छ। हामी चाहिँ कोलाबोरेटिभ क्लासरुमलाई चाहिँ पिक्चरको माध्यमबाट चाहिँ यसरी प्रेजेन्ट गरेका छौँ। यसमा चाहिँ स्टुडेन्टहरू ग्रुपमा बस्नुहुन्छ, डिस्कसन गर्नुहुन्छ, उहाँहरूले आफ्नो आइडियाहरू सेयर गर्नुहुन्छ। अनि अब रियल वर्ल्ड कन्टेक्स्टमा चाहिँ हामीले यसलाई चाहिँ जेब्रा क्रसिङको पिक्चर हो, यो बाटो क्रस गरिराखेको सिम्बोलिक मात्रै गऱ्यो। यसमा जस्तो हामीले क्लासरुममा जेब्रा क्रसिङको रुल्सहरू उनीहरूलाई पढाउँछौँ, तर उनीहरूले रियल लाइफमा प्र्याक्टिकली गर्न सक्यो, बाटो क्रस गर्न सक्यो, रेड लाइट ग्रीन लाइट र येलो लाइटको बारेमा उनीहरूले रियलमै आफूले आफ्नो प्र्याक्टिकल लाइफमै उनीहरूले गर्न सक्यो भने चाहिँ त्यो रियल वर्ल्ड कन्टेक्स्टसँग चाहिँ मिल्छ जस्तो लाग्छ। अनि क्रिटिकल थिङ्किङमा चाहिँ उनीहरूले कुनै पनि टपिकमा कुनै पनि सब्जेक्टमा चाहिँ यो कुरा के हो, कसरी भयो, किन भयो भन्ने कुरा चाहिँ क्वेसन गर्न सक्छ र अनि त्यसबाट आइडियाहरू लिन सक्छ। अनि क्रिएटिभिटीमा चाहिँ बच्चाहरूले आफ्नो आइडिया जेनेरेट गरेर थ्रु द म्युजिक हुनसक्छ, डान्स हुनसक्छ, अनि अब आर्ट एन्ड क्राफ्टको थ्रुबाट हुनसक्छ, अथवा पोएम स्टोरीहरू राइटिङ गरेर प्रेजेन्टेसन गर्न सक्छ। थ्याङ्क यू।